एउटा कुरा सोधु तपाई यति धेरै रक्सी किन पिउनुहुन्छ तपाईको अनुहारमा हेर्दा यस्तो लाग्छ कि तपाई ठूलो पीडामा हुनुहुन्छ त्यही पीडा भुल्न त रक्सी पिउँछु पीडा भुल्न रक्सी हैन माया चाहिन्छ त्यही मायाले त पीडा दियो संसार पनि कति अचम्मको छ कोही माया पाएर पीडित कोही नपाएर तिमीले कसैलाई माया गर्यौ सानो सानो बुवाको मायाबाट वञ्चित भए काकाले माया गर्नुभयो त्यो पनि रक्सी बेच्नलाई गर्छन् माया